सम्पूर्ण खाडी मुलुकमा जति पनि रहनुहुने सम्पूर्ण साथीहरूलाई मेरो नमस्कार। र अहिले गर्मी एकदमै बढ्दो क्रममा छ खाडीमा। भित्र काम गर्नेहरूलाई को लागि त त्यत्रो फरक परेन, तर हामी जस्तो बाहिर प्रोडक्सन लाइनमा र आउटडोर काम गर्नेहरूको लागि निकै महत्त्वपूर्ण छ। र अहिले गर्मी बढ्दो क्रममा चाहिँ जो जति पनि कन्टेनर खाडीमा कन्टेनरमा बस्नुपर्ने हुन्छ, रुम कन्टेनरमा हुन्छ। र कन्टेनरमा चाहिँ अहिले एकदमै यो गर्मीको टाइममा अलिक डेन्जर पनि हुन्छ, किनकि यो काठले बनेको हुन्छ, सबै प्लाईले बनेको कन्टेनर हुनाले गर्दाखेरि अलिकति गर्मीमा छिटो आग लाग्ने सम्भावना हुन्छ। र यो केबलहरू पनि छिटो तात्तिने भएकोले गर्दाखेरि केबलहरू आफै पग्लिने, सर्ट हुने, लाइन सर्ट भएर चाहिँ आगो लाग्ने सम्भावना तीव्रमा हुन्छ। र त्यस कारणले सम्पूर्ण साथीहरूलाई मेरो चाहिँ अनुरोध छ, जानकारी पनि हो, सचेत रहनु होला। एसी चलाउँदा, मोबाइल चार्ज गर्दा, फ्रिज चलाउँदाखेरि एकदम होसियारपूर्वक सबै चेक गरिरहनु होला, किनकि गर्मीमा केवल आफै तात्तिएर चाहिँ सर्ट हुने, पग्लेर सर्ट हुने सम्भावना हुन्छ। र एसी, विशेष गरी एसीमा चाहिँ कुलिङ नभएर चिसो हावा दिएन भनेर कतिपय साथीहरूले चाहिँ पानी लगाउने गर्नुहुन्छ, बाहिरबाट पानी मार्ने। र त्यो पानी मार्दाखेरि चाहिँ तपाईँको एसी चलाएर पानी मार्नुहुन्छ, एसी चलाएर पानी मार्दाखेरि तपाईँको पानी परेर चाहिँ सर्ट भएर आगो लाग्ने सम्भावना हुन्छ। त्यस कारणले सचेत रहनु होला। यदि पानी मार्नुहुन्छ, सकभर पानी नमार्नुहोस्, यदि पानी मार्नुहुन्छ भने पनि एसी बन्द गरेर चाहिँ, स्विच बन्द गरेर या ब्रेकर बन्द गरेर चाहिँ एसीमा पानी मार्नुहोस्। त्यो पनि जालीमा, पछाडिबाट जालीमा मार्नुहोस्, पुरै एसीमा पानी नमार्नु होला। किनकि यो चाहिँ मैले किन भनिराखेको छु भने तपाईँहरूको लागि एकदमै महत्त्वपूर्ण पनि हुन्छ होला भन्ने लागेको छ। र यो चाहिँ हाम्रो कम्पनीमा पनि आज घटेको घटना हो। एसी चलिरहँदाखेरि एसीले कुलिङ नभएर चाहिँ तातो हावा फ्याँको भनेर चाहिँ हाम्रो साथीहरूले, केही साथीहरूले एसीमा पानी मार्नु भएछ। र पानी मार्दा एसीमा करेन्टमा पानी पुगेर चाहिँ एसीमा करेन्ट सर्ट भएर चाहिँ आगो लागि भएको छ। र तुरन्तै त्यसलाई चाहिँ नियन्त्रण गर्न सम्भव भयो र केही क्षति हुनबाट बचेको छ। र यो गर्मी बढे सँगसँगै तपाईँहरू पनि सचेत रहनु होला। यदि त्यस्तो भएमा कम्पनीमा जानकारी गराउनुहोस्। एसी खराब भयो भने पनि भयो, अब कुलिङ भएन भनेर पानी सकभर चाहिँ नमार्नु होला। यो चाहिँ आज हाम्रो कम्पनीमा घटेको घटना हो। र सम्पूर्ण साथीहरूलाई मेरो यो जानकारी पनि हो, सचेत रहनु होला। गर्मी बढ्दैछ, दिनदिन गर्मी बढिरहेछ। गर्मी सँगसँगै गल्फमा काम गर्नुमा पनि अलिकति गाह्रो छ बाहिर काम गर्नेहरूलाई। र बाहिर गर्मीमा काम गरेर आएर रुममा आउने बित्तिकै एसीमा, चिसोमा केही आराम गर्छु भनेर चाहिँ तुरन्तै एसी चलाउँदा एसी नचल्ने कारणले पानी पनि मार्ने सम्भावना हुन्छ, पानी मार्नुपर्ने अवस्था हुन्छ कतिपयको। र त्यसरी पानी नमार्नु होला। यो चाहिँ सम्पूर्ण साथीहरूले सेयर गरिदिनु होला, सम्पूर्णमा मार्फत पुगोस् भन्ने जानकारी गराउन चाहन्छु। हस् त, धन्यवाद, नमस्कार। कस्तो लाग्छ, के लाग्छ हजुरहरूले कमेन्ट गरिदिनु होला। लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस्।